नमस्कार है सबैजनालाई। म तपाईँहरूलाई आज चाहिँ हाम्रो नेभीबाट हाम्रो कम्पनीको टाइम कार्ड चाहिँ कसरी इन्ट्री गर्ने भनेर सिकाउन जाँदैछु। सुरुमा चाहिँ तपाईँले नेभी डाउनलोड गरिसकेपछि यो स्टाफ नम्बर इन्ट्री गर्ने ठाउँ छ। यसमा चाहिँ तपाईँको स्टाफ नम्बर इन्ट्री गर्नु होला है। स्टाफ नम्बर थाहा नभएको खण्डमा हामीलाई सोध्नु होला। र पासपोर्टमा चाहिँ तपाईँको कति वर्ष हुनुभयो, डेट अफ बर्थ, महिना, गते, दिन सबै इन्ट्री गर्नु होला। र गरिसकेपछि चाहिँ यसरी लगइन भयो र यहाँनिर क्यालेन्डर सिफ्ट हो। त्यसपछि किन्ताई होकोकु छ। यसमा तेस्रो नम्बरमा गएर किन्ताई होकोकुमा जानु होला। र यसरी नै तपाईँको यो गामेनमा चाहिँ तपाईँले टाइम कार्ड इन्ट्री गर्नुपर्ने हुन्छ। आफूले कति बजे काम गर्नु हो, कति बजे फर्किनु हो भनेर। र जस्तो अहिले काम गर्ने दिनहरूमा चाहिँ यसरी नै जस्तो 3 गतेकोमा भयो भने सुक्किङ लेखाएर यो रातो बटन देखाएको छ। अब अरू दिन तपाईँको काम हुने दिनमा पनि यहाँ रातो बटन देखाउँछ। र टाइम चाहिँ साइडमा तपाईँले अहिले कतिदेखि कतिसम्म गर्नुभयो लगभग अन्दाजी टाइमहरू चाहिँ त्यहाँ इन्ट्री गरिदिइराखेको हुन्छ हामीले। र सुक्किङ क्लिक गरिसकेपछि यस्तो आउँछ है। र तपाईँको फोटो खिचेर अनि त्यसपछि तपाईँले काम गर्ने कम्पनीको लोकेसनको 200 मिटर वरिपरि नपुगेसम्म चाहिँ टाइम कार्ड इन्ट्री गर्नलाई चाहिँ मिल्दैन। त्यही भएर सुक्किङ सुरु गर्नु होला कम्पनी 200 मिटर काम गर्ने कम्पनीको 200 मिटर वरिपरि पुगेपछि। त्यसपछि सुक्किङ सुरु गरिसकेपछि यहाँ तपाईँको नेभीको लोकेसन चाहिँ अफ छ भनेको अफ छ होइन। यहाँ चाहिँ लोकेसन अन गर भनेको छ। त्यो भएर तपाईँको सेटिङमा गएर अघि डाउनलोड गर्नुभएको नेभीलाई चाहिँ सेटिङमा नेभी सर्च गर्नु। अनि त्यसपछि यसको लोकेसन चाहिँ अहिलेलाई हेऱ्यो भने नेभर छ। यसलाई चाहिँ रेस गरिदिनु। यो भएपछि चाहिँ तपाईँले अब टाइम कार्ड इन्ट्री गर्नु मिल्छ है। यसपछि चाहिँ अनि फोटो खिचेर तपाईँले सुरुमा हामीलाई जाइदु कार्ड स्क्यान गर्दा जसरी फोटो राखेको छ त्यो फोटो र अहिलेको फोटो म्याच गर्छ कि नै, म्याच गर्नेले मात्र टाइम कार्ड इन्ट्री गर्न मिल्छ। अरूहरू टाइम कार्ड इन्ट्री गर्न नमिलोस् भनेर यो बनाएको सिस्टम चाहिँ। त्यो भएर अब तपाईँको आफ्नो फोटो खिच्नु होला। जस्तो अहिलेलाई चाहिँ मैले यसरी आफ्नो फोटो खिचेँ है। र यसलाई चाहिँ युज गऱ्यो भने त्यसपछि सुक्किङ अब भयो है। यहाँनिर सुक्किङ सिमास्ता भन्यो। त्यो भएपछि चाहिँ अहिले गएर हेर्नुभयो भने सुक्किङ चाहिँ 11:04 भयो है। र यसरी नै फर्किने बेलाको चाहिँ थाइकिङ लेखेको छ। थाइकिङमा गएर क्लिक गर्नुभयो भने यहाँनिर चाहिँ यस्तो गामेन आउँछ। र आइसकेपछि कति बेला फर्किनु भयो त फर्केको टाइम होइन। जस्तो अहिले चाहिँ म 11 बजे नै फेरि फर्किएँ। 11:05 भएको छ होइन। 5 मिनट नै इन्ट्री गरेँ है। र ब्रेक कति बस्नुभयो त्यहाँ बस्नेले अहिले 00 छ। पछि बस्नेहरूमा चाहिँ 1 घन्टा भएमा 1:00 गरिदिनु भयो, 2 घन्टा भयो भने 2:00 गरेर यसरी सार्न गर्न मिल्छ। अहिले चाहिँ ब्रेक नभएको भएर मैले यहाँनिर 00 इन्ट्री गरेँ है। र त्यसपछि यो रातो लेखेको क्लिक गर्नुभयो भने चाहिँ यसरी ठिक छ नि टाइम भनेर देखाएको छ। काम सुरु गरेको 11:04 अनि सकिएको चाहिँ 11:05, क्युके चाहिँ छैन भनेको छ। यो भएपछि ठिक छ भनेर यसमा साइन गर्नुपर्छ है। यसरी तपाईँले साइन गरिदिएर साइन मिलाउन पनि मिल्छ। साइन सेतो भएमा लास्टमा चाहिँ 23:04 छ। यो बटन क्लिक गर्नुभयो चाहिँ तपाईँको टाइम कार्ड इन्ट्री भयो। र यसको लागि फेरि सुरुमा लास्टमा फर्किने बेला नै एकचोटि फोटो खिच्नुपर्ने हुन्छ। यसरी फोटो खिच्नु र त्यसपछि फोटो खिचिसकेपछि चाहिँ यसलाई पनि यो फोटो खिचिसकेपछि चाहिँ अहिलेलाई चाहिँ भएको छ तपाईँको टाइम कार्ड चाहिँ इन्ट्री भयो। र 11:04 छिर्नुभयो, 11:05 काम थाइकिङ भएको छ भनेर देखाएको छ है। यसरी चाहिँ तपाईँले आफ्नो टाइम कार्ड चाहिँ इन्ट्री गर्न सक्नुहुन्छ है। हस्, थ्याङ्क यू।